जङ्गल पुग्नै पर्ने बिमार लागेपछि हाम्रो आमा त्यही बिमारले गए त्यो उतैपट्टिको गाउँलाई चाहिँ हाँग्ने बिमार भनेको त्यति बेलाको भाइरल होला नि मामलोको आमै त्यति बेलै गए त्यस्तो भएर राई नै गाउँको मान्छेहरू त्यसरी नै लाइनसँग बिमार लाग्यो 13 दिन चाहिँ जङ्गल पुर्याउनै पर्ने पछाडि सबै हटेर चाहिँ हामीहरूलाई भेटे त्यो बिमारले तर हामीहरूलाई चाहिँ के गर्यो भने 13 दिनमा पुर्याउनु परेन गनाउने थाङ्ने क्या गनाउने बिमार सबै हामीलाई पनि निमोनिया हो नि त्यो त खासमा हो त्यस्तो भयो त्यति बेला निमोनिया भनेको साह्रै बिमारी थियो साह्रो नि त्यही बिमारमा आमा गएको 45 वर्ष मात्रै गएको आमा उतापट्टि 10 जना छोराछोरी छोडेर आएर पनि हामी 4 जना जन्मिँदा पनि 45 वर्षको मात्रै के आमा आमाले तिमीलाई कति माया गर्थे माया गर्थे नि गाली पनि गर्थे गर्दैन थियो त्यस्तो गाली गर्दैन थियो मै दुश्मन थिएँ किन दुश्मन थिएँ त्यति बेला त्यो अब वर्तमान गरिदिए कान्छालाई गर्भको लाएर 7 वर्ष पारेर काइँलाको सबैको वर्तमान हाम्रो पनि गरिदिए म अलिक ठुलो थिएँ अन्त वर्तमान गरेपछि त्यहाँबाट वर्तमान गरेपछि अब बाबा यताउति अब हिँड्ने घरमा आमा त छन् कोही छैन आमाले पकाएको भात नखाएर आमालाई मैले साह्रो माया हौ दुश्मनै थिएँ म केटाकेटी त्यस्तै हो नि बुद्धि भाव त खान्थ्यो नि बुद्धि थिएन केटाकेटी भयो सानै थियौ त्यही भएर खानु हुँदैन भनिदिन्थ्यो उहिलेको मान्छेले होइन 12-13 वर्ष ठुलै थिएन अन्त त्यो के ठुलो भन्नु अहिलेको समयमा खानु हुँदैन भन्दैछ हुँदैनमा लाग्ने खालको उमेर हो नि त्यो चाहिँ हुँदैन भनेपछि हुँदैन घरमा गरिदिने कोही त छैन बाबा यताउता हिँडेको बेला त कसले पकाएर खाँदैन गर्नु चाहिँ त्यति बेला खेतीपाती गर्थ्यो है खेती नि हो खेती बाबा 50 बिघा त्यहाँ पचाङमा खेती नै हो नि हाम्रो त्यहाँ चाहिँ के खेती थियो र केही थिएन खेती त खेती नै हो आलु हुन्थ्यो अलिअलि आलु कोपी हुन्थ्यो अलिअलि त्यति त हो अनि मकैहरू गाई पालेको थियो त्यहाँ खालि गाईको दुध कति माउ गाई थियो 50 बिघामा 2 माउ थिए 2 माउले परिवार धान्थ्यो आफ्नो आफ्नो थियो नि त कसको जेठ दाजुको अलगै थियो अन्त मालाजु र म अलगै थियौँ कान्छा बाबासँग बसेको थियो 2 माउ आमालाई बिहा गरेर तिमीले लाँदा चाहिँ बडासँग थियौ तिमी कि छुट्टिसकेको थियौ आमालाई यहाँ हाम्रो आमालाई बिहा गरेर लाँदा मलाई बिहा गरेर ल्याउँदा भनेको ए
त्यति बेला त छुट्टिएर अलगै एउटा के अरे बाहिरपट्टि सुकुवामा पुगेको छ होइन रुम सिकुवामा रुम निकालेको रुम निकाल कसको घरको सिक्पामा आफ्नै घरमा ए 50 बिघामै गाई पालेको थियो मजाले बाबाले कान्छाले घाँस काट्थ्यो बाबाले म चाहिँ हामी चाहिँ जान्छौँ बगानमा काम गर्नु कुन बगानमा काम गर्यो रङबुक रङमुखमा त्यति बेला चाहिँ टेम्पोरेरी काम नि टेम्पोरेरी को साप पो थियो भन्थ्यौ तिमीले जेफ्री जफ्री साप थियो नि आमाले बदानमा पत्ती टिपेको हो टिपेको छ तिमीले चाहिँ मैले त त्यो गुदाममा काम गरेँ त्यहाँबाट मैले बेसी भाग बाहिरै गरेँ बाहिरै गर्थेँ जफ्री साप चाहिँ कडा हो कडा पनि हो दुनियाँ पालेको नि बिचरा राम्रो थियो नि तिमीलाई पनि राम्रो गर्थ्यो राम्रो गर्थ्यो कुहिरे हो त राम्रो थियो त्यो हाम्रो घर भएकोदेखि मुनिको गाउँ चाहिँ के थियो त्यहाँ सुनादामा त्यो त अब कमान थियो नि होइन तिमीले एउटा के ठाउँ भन्थ्यौ नि तल भुट्टा खेती भुट्टा खेती भुट्टा अहिले त्यही छेउमा कता आरबी सरको चन्द्रमान धुरा भन्छ नि भुट्टा खेती बाटैमा छ नि त सिरुबारी छ ठुलो त्यो सिरुबारीबाट गएपछि टक्कै पुगिहाल्छ तिमी त नगएको कति वर्ष भयो नि अहिले के छ छ नि त्यो सरकारी सिरुबारी ठुलो छ बगानको त्यो भुट्टा खेतीमा बसेर त्यहीँबाट एमएलए भएको हो नि त एमएलए होइन एमपी एमपी भएको हो नि त यसको सिपिएमको हो हो यहाँ एकपल्ट हाम्रो घरमा आरबी सर आउँदाखेरि नि तिमीसँग त्यति बेलाको गफ भयो भएन भएन है पहिला यहाँ मानसिंह राई खस्ने बेलामा क्या त्यो यहाँबाट खाना खाएर गएर जङ्गलमा लास भेटेँ नि तल यो सुकुनाको बागानमा फारसमा हौ फारसमा त्यति बेला 2-3 पल्ट आउनुभयो नि आरबी सर त कुरा भएन है बगानको उताको आरबी सर राम्रो हो नि सिपिएमको हो एमएलए भएर बसेको एमपी एमपी भएर 7 नम्बर राम्रो मान्छे हो होइन बा 7 नम्बर बगानमै ऊ बसेको ठाउँ हो हाम्रो घर मुनिको त 7 नम्बर हो नि तलै थियो हौ भुट्टा खेतीमा भन्छ झन् 7 नम्बर भनेको घर मुनिको बगान हो हाम्रो दुध चाहिँ कसकोमा ठिका जान्थ्यो बाबा कैया कुन कैया काइलामा छन् कान्छामा छन् अन्तरेमा छन् भन्थे दाजुभाइ तिनीहरू नि चाहिँ माथि सुनादामा सुनादामा चाहिँ पच्याङमा थियो उनीहरूको घरहरू ए अन्त त्यो रेखको पाको त्यो वरिपरि सबै तिनीहरूकैबाट त रासिनहरू जान्थ्यो अन्त अंशबन्ड गर्दा तिमीले त जमिन नलिएको लिएको अब त्यहाँबाट छोडेर हिँडेपछि त्यो केही न केही उब्जाउ हुँदैन थियो त्यत्तिकै थियो कान्छा र ठुलो जेठो दाजुले त्यो कागजपत्र पुऱ्याए के गरे उयोलाई कसलाई दिए त्यस कतिमा हिँडे 2 दाजुभाइ कसलाई चाहिँ बेचे थाहा भएन है एउटा सानो कागज त छ नि मसँग थाहा भयो नि थाहा भएर के गर्नु एउटा पाहाडे कागज त छ मसँग पट्टाहरू सबै थियो हजुर
खजनाहरू उनीहरूले चिरेपछि सकिएको। उम्।